5 मिटर थियो लगभग है 5 मिटर मानौँ अब 5 मिटरमा हाम्रो के हुन्छ एक्स्ट्रा बार L/3 कति हुन्छ L/3 है अब तपाईहरुले यसलाई नाप्नु भयो कति आयो 16 आयो 1600 mm आयो 1.6 मिटर आयो भनेपछि अब तपाईहरुले के हुन्छ L/3 मा यो एक्स्ट्रा बार हामीलाई प्रोवाइड गर्नुपर्छ कतिमा गर्ने L/3 मा हाम्रो यो एक्स्ट्रा बार यो जुन छ नि यहाँ राख्ने यति डिस्टेन्समा राख्ने सो तपाईले गर्नुभयो डिभाइडेड बाइ 3 ठ्याक्कै मिल्यो आयो 1.6 आयो ल यसरी तपाईले गर्ने अब अर्को कुरा तपाईले जुन यो ल्यापिङ हुन्छ नि हैन यो ल्यापिङ पनि तपाईले कतिमा छोड्नु पर्यो डिस्टेन्स L/3 छोडेर बल्ल यो ल्यापिङ गर्नु पर्यो सो यो कति आएको थियो तपाईलाई 1600 आएको थियो बुझ्नुभयो हामीले के गर्नुपर्छ यो ल्यापिङ यहाँसम्म छोड्ने हैन छोडिसकेपछि अब हेर्नु कतिको डन्डी हो यो 16 हजुर 20 mm को डन्डी हो ल 20 mm को डन्डी हो भने 20 × 60 गर्नु 6 दुना 1200 अब यहाँदेखि यहाँसम्म नाप्नु 1200 पुगिरहेछ कि पुगिरहेछ छैन खै टेबल हुन्छ नाप्नुस् ठ्याक्कै पुग्छ पुग्ने हो सर किन पुग्दैन 1200 पुग्यो 1200 ठ्याक्कै पुग्छ 1200 है किनकि यो तपाईको 60 × d गर्नुपर्छ हामीलाई 60 × d गरेपछि हामीलाई चाहिँ ठ्याक्कै यो 1200 आयो भने 20 mm को रिबार हो नि त सो 1200 आयो भने ठ्याक्कै तपाईको कति हुन्छ 1200 L/3 छोडेर 1200 हामीले यो गर्नुपर्छ है सेन्टरबाट नाप्नु न ठ्याक्कै यो पनि पुग्छ तपाईलाई सेन्टरबाट नाप्ने हो नि त जहिले पनि 60 भने यार ल बुझ्नुभयो ल्यापिङको अर्को केस तपाईको के हुन्छ अल्टरनेटिभमा राख्नु पर्यो जस्तै यसको ल्यापिङ यहाँ आयो भने माथिको रिबारमा अर्को ल्यापिङ आउनु भएन बुझ्नुभयो यो टप बार हेर्नुपर्छ र बटम बार हेर्नुपर्छ ठीक छ जस्तै मानौ यहाँनिर एउटा ल्यापिङ आयो भने अर्को यहाँनिर आउनु भएन माथि आउनु भएन कि त तल आउनु पर्यो तल पनि यसको ठ्याक्कै तल आउनु परेन अपोजिट साइडमा आउनु पर्यो त्यो कुरा याद गर्नु ल ल्यापिङमा जहिले पनि अल्टरनेटिभ हुनुपर्छ ठीक छ अब यहाँनिर अर्को ल्यापिङ आयो नि अब यसको रिबारको ल्यापिङ तपाईहरुले हेर्नु होला अर्को जङ्सनमा होला अर्को स्प्यानमा यसको ल्यापिङ छ अब एउटा कुरा मलाई हेर्नुस् तपाईहरुले भन्नुस् सबै यहाँ ओभरसियर इन्जिनियर हो कि हैन ल एउटा कुरा मलाई भन्नुस् म कुन तरिकाले यहाँनिर ल्यापिङ गर्छु भने एकै